यसमा पनि कुनै अझ थाहा भयो यसमा नि कुनै त्यसमा के हुन्छ अनि यहाँ यति रमाइलो गरेछ नभए त्यहाँ यस्तो गरेर कहाँ पाउनु चुक्क बोल्न नि पाउँदैन मेरो हल्ला गर्न पाइँदैन डिस्टर्ब हुन्छ अनुशासनमा बसेको छ मन्दिर जस्तो ठाउँमा ज्याकामा त हामीले सास नफेरि बिस्तारो गरेर गरे हो हल्ला हुन्छ तर के हो यो इट्स अल देयर टुडे अब अर्को What's this Samrita? all the happiness harmony didi फेरि भन all the happiness harmony Nice. You couldn't shape all. heart It's an jari just even to the photo. अब त्यही हेरेर बस्नु यो उभिएर ती छेउमा 15-20 सेकेन्डको मात्र खिच्ने भिडियो पहिले खोलिदिनु यसो भिडियोमा हाम्रो देख्नु खोइ है संस्कृति भिडियोमा त आउँछ भइहाल्छ के भयो खै स्याम्पल लिन सक्छु सोगे पर्यो त्यहीबाट सानो बढ्ता गरेन आजसम्म छोरा सानो वर्तमान मान्छे ठुला हुन्छन् मलाई ए चुट्टी पो बाँधेर त सानो त्यसलाई चाहिँ भन्नु यसलाई कपालै छैन रबर ल्याएर ल्याउनु पहिले सङ्गीता पनि रबर पर्दैन भइहाल्छ अनि यति गरेर सङ्गीता यहाँ छ यति रमाइलो भयो सङ्गीतालाई आधा त रमाइलो भयो मिल्दैन रबर ल्याएर यहाँ रबर बाँडी जाने हुन्छ न अब सानो त काठमा बस्नु पाएर खुसी त अनि यो धागो बट्टामा रबर छ नि जामा परिरहनु भएको छ अरे कुन बेला आइपुग्नु मान्छे रबर काट्ने मान्छे दुईटा फलफुल लानु हो अनि अलिकति ज्योति पनि लानु होला कहाँ लाने यो ए ज्योति ल्याउनु हो बुवालाई बत्ती ठिक छ कुस्केको अलि घुसाइदियो हुन्छ कपालै छैन नि साइपेको चाहिँ छ दुख्दैन अब टिका लगाइदिने त्यसपछि बुकुवाको सामान्य विधि गर्ने अरू बुकुवा उहाँले जाने कपाल गाडीपछि लगाउने अहिले सामान्य बुकुवाको विधि गर्ने कुर्सीमा राखेर टिका लगाइदिने बुकुवा लगाइदिने के गर्ने सबै गरिदिने है गर्ने प्रक्रिया चाहिँ पुरा गर्ने हो अरू कोर्दैन अनि दिमाग लगाउने है सङ्गीता राम्रोसँग बस सङ्गीता दम्सी बिना त के भन्दै हुनुहुन्छ त्यो दुम्सीको काँडाले पहिला कपाल कोर्दिने पहिला जटा हुन्थ्यो सङ्गीता दिदीसँग हात लगाएर कहिले दुईजना बिस्तारै छ पहिला अगाडि अनि दाहिनेतिर अनि पछाडि तीन ठाउँमा अनि फेरि त्यसै गरी भाग पूर्वै अब भन्दा भन्दै यो मेरो छोरीको छोरो मामाको नाति पनि मेरो नाति पनि दुवै नाति मामा मान्छेको नाति मेरो भलो पनि नाति पनि खै बुकुवा आजबाट मेरो नाति वर्तमान गर्ने भयो ठुलो भयो नाति पनि मेरा मामाको नाति पनि दुवै नाति भयो प्यारी भान्जीले नातिकै मामा कि प्यारी भान्जी मेरै नाति ल एउटा राम्रो फोटो खिचिदिन्छु एकछिन ल ल ल ह्याप्पी हल्दी ल
बोल्नु टिकटक जस्तो के माया गरेर कान्छालाई पनि गर्नु न एसी पनि दियो ल ल सानी बेदै हान्छ नि भाइ हाम्रो मात्रै बनाइदिएर फोटो त खिचेकिस् अहिले न म हात छैन दबा छैन भिडियो दबा छैन कसले खिचेको के गरे मुख धुनुपर्छ नि अब आहा बोल्ने केही छैन बेबी त्यसमा डर छेर्वा छ सानी फेरि केही हुन्न बाबु केही हुँदैन हेर भाइ माइजू के हो यो विशेष कार्यक्रम आज विशेष मेरो छोराको व्रत बन्द गर्ने सेलरोटी पकाइरहेको छु भोलि अरिजा लाने आज घर हल्दी मेहन्दी गर्ने छोराले आमाले स्वाई सेलरोटी घुमाइरहेको दाइ कहाँ गयो त अब पात्न साथ हात भन्दा स्वस्थ केही छैन अलिकति गानामा यस्तो यस्तो बनाएर चमक आउँछ डर छेर्वा छ सानी फेरि केही हुन्न बाबु केही हुँदैन दो छैन जानकी नै खैल्याउनु भाउजू जानकी नै भन्छ छोरी मामाकोबाट बनाइदियो त्यसले त दबाकी रहन्छ बोटल ल भन्नु जान भिडियो कि फोटो फोटो पनि खिच्दै भिडियो पनि खिच्दै जेनिसा राम्रो म भन्दा राम्रो भयो के भयो के गरे मुख धुनुपर्छ नि अब
अरू त उसले भनेको हालिदिइसकेको छ किसान भएर के गर्नु भएन के गरेको छ मम्मी त्यो गाँठोमा के छ सानो बहिनी राख्यो क्या भित्रै अड्केको छ हजुरले अलिकति टिका निकालेर दुरामा राख्नुहोस् र लगाएर बाबुलाई दिनुहोस् टिका लगाएर अहिले दुरा चाहिँ टिका लगाउने होइन अक्षता होइन अरू चन्द्र ल ल ल त्यो उसको बाँध्न दिनु यसको नि बाँड्नु पर्यो टाउको कसैले क्यामेरा त्यो भिडियो होइन अब दायाँ कामतिर बायाँ कामतिर गर्ने अनि अर्को बाँध्दैछ नि त्यो बाँध्दैन ल मामाले पनि आउनु यहाँ त फोटो कसरी ल यसमा अंगूठी बात अंगूठी अब पहिला छुराको भिडियो गरेँ खै छुराको गोजीमा हाल्यो नि त यो त स्वयंवरको आउने गोजीमा हालेर चाहिँ हाल्यो कि मामाले एउटा प्लेट मलाई त्यो निकालेर दुलाले स्वयंवरको आउने गोजीमा हाले हुन्छ नि त्यसले मामाले मामाले दिइहाल्ने हो दुनामा त्यहाँ चिसो तातो पानी भनेर राख्नु पऱ्यो अलिकति दही राख्नु पऱ्यो मक्खन घिउ जे भए पनि अलिकति राख्नु पऱ्यो दुनामा दुई दुईवटा दुनामा एउटामा चिसो पानी भनेर एउटामा तातो पानी भनेर राखेको कान्छाको माया लागेर चाहिँ कपालको माया लाग्छ पढाइहाल्छ जबरजस्त 15 दिन र त्यो छुरा लिएर जलिनुहोस् त हातमा ओम शिव वनस्पति त यसलाई कपाललाई त्यसो राख्नु
ल फेरि अर्कोपट्टिको पनि त्यो अब त्यो त्यो कुस्दै राख्नुहोस् त्यो कुस्दै राख्नुहोस् होइन ब्रेडलाई भेट्दै राख्नुहोस् त्यो कुस्दै दिइराख्नुहोस् कुस्दै राख्नुहोस् त्यो कुस्दै राख्नुहोस् त्यो पनि दिइराख्नुहोस् अब देब्रेपट्टिको खोल्नुहोस् देब्रेपट्टिको यो एकछिन कान्छाको पनि तिनटै खुसीले साथीतिर अलिकति त्यो अलिकति कपाल त्यो त्यो पनि निकाल्नु यहाँ तक कीजिए उसके बाद आप बैठ कर लगाइसकेपछि कट्टु र काबे मिलेर यहाँ आउने अरू केही नलाउने है उसले कट्टु लगाएर आउँछ कट्टु र काबे मिलेर यहाँ आउने लगाइसकेपछि है आउने कतिखेर बुकमा दलिसकेपछि पहिला कपाल काट्ने अनि बुकमा दल्ने होला पहिला कपाल काट्ने हल्का नुहाउने अनि बुकमा दल्ने फेरि नुहाउने नहुने दुईचोटि तपाईँ झोला छोडेर कहाँ आउनुभयो मेरो झोला बाहिर दिदी पनि उतै उभिनु न जानु मन्दिरा दिदी सानेको अहिले पालो आएन थियो अहिले टक्लो खैला उभि त बाउ ल मामासँग दिदीसँग एकैछिन रगन साइपे बिङ टक्लो यस क्वालिटी कसरी ल यहाँ अलि ठिक भुइँमा कपाल नझरोस् नि थाल थापेको फेरि यस्तो गर्नु ल ल अन्तर्यामा तपाईँ लगाइदिनु उताबाट कति खर्च सबैको फोटो कति छ उयो त्यस्तै हो त लाउने सानले सबै छेलिन अलि यता अलि यस्तो गरेर गर त आज चाहिँ राधाकृष्ण अलिकति यता हटेर गर्दा लगाउने होइन यहाँ मान्छे कहाँ खाली ठाउँ छोड्नु भएन नि हल्दी र ल अब आज जन्म गल्दिने तिमीले है लिने केटाहरूले ल एना यति
मन्त्र साङ्गिरस ऋषिले परिचतो वृष्ण देवता वास परिधानी विनियोगः ल छोड्दिनु ल कपडा अगाडिपट्टि सानो भागलाई अगाडिपट्टि बाँध्नु होइन हो त्यसरी बाँधिदिने त्यो तलको भाग बाँधिदिनु पछाडि यो सबै बाहिरकाले नि हेर्नु अलिकति ठुलो भइदिएको भए तलको कस्तो भएछ त मजाको यहाँ बसे पनि हुन्छ यहाँ पनि पाउँछ आमालाई बोलाउनु पर्छ न पढेर आएर कर्मचारीमा बसेर बिहा गर्ने सानो भाइ यता यो ठुलो बाबुको त कन्दनी देख्दैन के यो यसरी बाँध्नु नि भाइ बाहिर बाँध्ने भनेको तपाईँ जानु उता जानु उतै बस्नु मम्मी मेरो फोन दिन्छ त यस्तो लगाएको जोगी देखेको छैन तिमीले टिभीमा यस्तो लगाएको जोगी देखेको छैन यस्तो कि यस्तो यो मेरा गर्ने अहिले टिभी हो पाउँदो रहेछ त्यो हातमा लगाउने घाँटी मलाई चाहिएको मन लाग्दैन भिडियो त्यहाँ देखाएको सुबु तिमीहरू त यसो टाउको बाल्ने लामो कहाँ गए के पुगेन एउटा एक मुठो एउटा मुठो चाहिँ सौदिया छ त्यहाँनिर के पुऱ्याइदिनु बाबु त हेर उसको खन्दैन भयो हरे नमः प्रथम ग्रन्थि ओम ब्रह्म खोइ हजुरले गरेको बुझाउँदा ओम हरे नमः प्रथम ग्रन्थि ओम ब्रह्मणे नमः द्वितीय ग्रन्थि ओम ईश्वराय नमः तृतीय ग्रन्थि अब त्यो जनेलाई यसो उठाएर पूर्वतिर सूर्यलाई देखाइदिने ओम यज्ञ पवित्रम परमं पवित्रम उताबाट लगाइदिनु वसेम शरदः शतं जीवेम शरदः वसेम शरदः शतं जीवेम शरदः शतगं शृणुयाम शरदः शतं प्रभ्रवा ओम माँ दिवा सुसुप्ता ओम न सोपानी ओम वाचम यक्ष ओम यक्षानी ओम समीरमा देहि ओम वेदाम सुनो देवा आफ्नो अगाडिबाट बनाइदिएर
बनाइदिएर अलिकति ल सावित्री सानी मम्मी कहाँ गई सानुले सबैभन्दा अगाडि भने भगवती भिक्षामि देहि 3 चोटि दिएर गएर माग्ने अनि त्यहाँबाट दिएर आएर एउटा यज्ञ माग्ने है साने फेरि भन्न त खै भगवतीले भिक्षा दिए अब पार्टीको सिद्धि अब माइजो होइन रिचाजीले 5 आमाले दिइसके दिले भने हामीले पनि दिने बेला त बिहा छैन भन सानो भन अलिक कसरी भन अहिले फोटो दिनु होइन गर्नुपर्छ अब यो चामलै छैन कता पर्ने एउटै गरे पनि सजिलो भगवती भगवती भिक्षामि भगवती एउटैमा हो त्यही छोरे हो एउटैमा हो
हजुर चाहिँ मासु होइन तेस्रो चरणमा आउँछ हजुरले त सोही अब तेरा खै दोन छोरालाई दिनु पर्दैन अझै बाँकी छ प्रचण्डको मामा छ यो प्रचण्डको पुष्पकमल दाहालको अहिले राम्रो बनाऊ है भिडियोवाला कहाँ गयो उताबाट खिच्दै गएको अब माइजू सबैले यसरी छोयो हजुरले दिनुभयो उहाँले दिनुभयो उहाँ अन्तरी आमाले ए ल ल ल कति बेर तिमीले त तपाईँले खेतै दिए हुन्छ कि त्यो बाजी जाने के उठाउनु एक बिघा खेत दिनुभयो भने सबैलाई होइन भएन छोड्नु मानु पाला होइन भयो दिनुभयो ल साइड सुन्नु न पार्टीले दिएकोहरूको भइसक्यो अहिले गएर फेरि आउनुहुन्छ अहिले अरूले चाहिँ दिनुहोस् भनेर
भाउजूहरू आउँछ सजिलो गरी तिनीहरूको मात्रै नि यस्तो ब्याकग्राउन्ड यस्तो घुमाउँदै खिच्दै गर न दिएको पो त मंदिर में सुबह 9 बजे चालू होगा तो शाम को 4-5 बजे खत्म होगा जब तक मंदिर अब के भयो पार्टीको क्रम सिद्धि गर्नु बसेर अब यिनीहरूलाई गरिदिनु पर्छ पैसा लाउने नै यसो हो नि आमा लाइदिनु गाला बुहारीले पछाडिबाट समाउनु न त अनि अब पार्टीको सिद्धि अब माइतीहरू फुटेर शनिबारले दिन्छ उहाँको बिहा मुठिन दिनु न अहिले आउँछ अरू चाहिँ मुठिन दिन्छ र फुटिन न त सिधै पार्टीको काम सिधाउनुहोस् पार्टीको
अगाडि आइरह्यो अलिक पहाड दुबोको माला सुक्यो होला नि कसले ल्याएको पैसा दिन मेरो दुबोको माला त अलि लुगा फेरेर होला नि त यही छ उयो यसलाई दिनु रे पहिला अन्त आमा आइसी पैसा थियो मसित मुली नै मिठो छ कि मामालाई पालेमा मजाले मामालाई पुरुलाई हुने पढ्न लाग्छ यो पलास्टी जान्न गाउनु छ यो त मामाले त दिने हो थपेर मामाले त दिने अहिले पुरा फेरेर रेडी छ टेन्सन नगर्छ चिन्ता नगर्छ के हो होइन आमा देन ओइ आन्सा ल पछाडिबाट नि खुट्टा फगाउने होला त्यहाँबाट सिडीबाट बिस्तारै स्लो मोसनमा लाग्यो जाऊ न तिमी जाऊ न भागा है भागा पुंडरीकाक्ष नमस्ते विश्वभावना नमस्ते ऋषिकेश महापुरुष पूर्वज अखिल भुवन जन्मस्थेम भंगादिलीले विनीत विविध भूत भ्रात रक्षैक दीक्षे श्रुति शिरसि विदीप्ते ब्रह्मणि श्रीनिवासे भवतु यो खुट्टा किन त्यसरी खप्दै खुट्टा सिधा भवतु तव पर उसको आएन त्यता मनु लेछेक्यौ नि नानी अलि छेउबाट मनु उताबाट यस्तो तेर्सो माला त देखिहाल्छ यताबाट कि नानी त्यसै सक्यो के यताबाट हैन हो त त्यसै अब हरियोदेखि नि दुबो मैले बारी गइदिउ होइन हाम्रा त एकैमा सुक्छ अध्यक्ष हो कि होइन छैन पार्टीमा मात्रै राजनीति व्यवसाय राजनीति गर्ने त्यस्तो लाभग्राही पद ग्रहण गरेका छैन मैले विद्यार्थीलाई केन्द्रीय लडेको पनि छैन टिकट पाउनु पर्यो टिकट पाउनु दिने हो भने त अब योग्यता चाहिँ पार्टीको सबै दलीय बनाएर सबैले अवसर पाउँदैन के अरे जागिर खाने आशीर्वाद दिँदै हुनुहुन्छ नेता भन्ने आशीर्वाद दिनुहुन्छ क्या भनेर नेता हुन्छ नेता हो त्यसो मिलाइदेऊ त म नै छोड त त्यही छेउमा बस्न मनु त छेउमा बस हरियो बारीकै दुबो हो बारी हरियोदेखि दुबो लगाइदेन किन हात दिएको एकछिन ढिलो गर्दा के भयो त पछि जेठोला निकाल्नु लगाएको यो ठुलालाई भन्दैछु तिमी किन आमालाई जेठोला लगाइदे मामाले लगाइदिनु मामाले लगाइदेन आमा तिमी बस्नु थियो बस्नु तिको लगाइदिनु पैसा बसिन दे त पनि पैसा दिएको किन्दैकै हो बाबा घरबाट आएको दिनैमा
जय श्रीमन्नारायण। आज हाम्रो नेपालगञ्जदेखि पाल्नु भएको आफ्ना सुपुत्रहरू भान्जा भान्जीको वर्तमान गराएर चाहिँ अब यहाँ मध्याह्नमा प्रसाद ग्रहण गर्दै अनि आजको सारा टिकटकहरू पनि धेरैवटा बनेको छ 1-2 वर्षलाई चल्ने हिसाबले। अनि अब चाहिँ शान्तिसँग प्रसाद पाइसकेछ यहाँ। मिठो नभए पनि म खुम्च्याएर पाउँदै हुनुहुन्छ। हो